आज हामी दुईवटा यस्ता शब्दबारे कुरा गर्दैछौं जुन सुन्दा त उस्तै उस्तै लाग्छन् तर तिनको अर्थमा भनौं न आकाश पातालकै फरक छ। ती शब्द हुन् समानता र समता। आउनुहोस् यी दुई बीचको भिन्नतालाई अलि सरल तरिकाले बुझ्ने कोशिश गरौं। ल, पहिलो प्रश्न नै यही हो, के समानता र समता भनेको एउटै हो त? धेरै जसो मानिसहरूले यी शब्दहरूलाई एक अर्काको ठाउँमा प्रयोग गरिरहेका हुन्छन्, तर साँच्चै भन्नुपर्दा यी एउटै होइनन्। यी दुईले निष्पक्षतालाई हेर्ने दृष्टिकोण नै एकदमै फरक छ र यही भिन्नताले हाम्रो समाजमा ठूलै असर पारेको हुन्छ। यो फरकलाई बुझ्नको लागि एउटा सानो कथाबाट सुरु गरौँ है। कल्पना गर्नुहोस् त, 3 जना साथीहरू छन्। सबैको उचाइ फरक फरक छ। उनीहरू सबैको एउटै इच्छा छ, त्यो अग्लो बार पछाडि भइरहेको रमाइलो खेल हेर्ने। अब उनीहरूलाई कसरी मद्दत गर्न सकिन्छ होला? पहिलो उपाय भनेको समानताको बाटो अपनाउनु हो। अब यो दृष्टिकोणले के भन्छ भने सबैलाई एकै नासको बराबर व्यवहार गर्नुपर्छ। अब समानताको उपाय अपनाउँदा के गरियो त भन्दा सबैलाई ठ्याक्कै एउटै स्रोत दिइयो। मतलब हरेक व्यक्तिले उभिनको लागि एउटा बाकस पायो। न कसैलाई बढी न कसैलाई कम, एकदम बराबर। सुन्दा त यो कति निष्पक्ष सुनिन्छ, होइन र? तर हेर्नुस् त के भयो, सबैलाई एउटै साइजको बाकस त दिइयो, तर अग्लो व्यक्तिले त सजिलै देखे, मझौला कदका व्यक्तिले अलि कष्ट गरेर देखे, तर होचो व्यक्तिले त केही पनि देखेनन्। यहाँ स्रोत त बराबर बाँडियो, तर नतिजा त बराबर भएन नि। ल, अब अर्को दृष्टिकोणबाट हेरौं, त्यो हो समता। यसले चाहिँ प्रक्रिया कस्तो छ भन्दा पनि अन्तिममा नतिजा के आयो भन्ने कुरामा बढी ध्यान दिन्छ। समताको तरिका चाहिँ अलि फरक छ। यसले के सोच्छ भने सबैलाई एउटै लक्ष्यमा पुग्नको लागि वास्तवमा के चाहिन्छ त? यहाँ जसलाई जति आवश्यक छ उसलाई त्यति नै स्रोत दिइन्छ। जस्तै होचो व्यक्तिलाई 2वटा बाकस दियो, मझौलालाई एउटा र अग्लो व्यक्तिलाई त बाकस नै चाहिएन, किनभने उहाँले त पहिले नै देखिरहनु भएको थियो। अनि जब सहयोगलाई हरेक व्यक्तिको आवश्यकता अनुसार मिलाइयो, तब के भयो? सबैले खेल हेर्न सके। यहाँ सुरुमा दिएको सहयोग असमान थियो, तर अन्तिम परिणाम चाहिँ सबैका लागि निष्पक्ष र समान भयो। हो, यही नै हो समताको सुन्दरता। त्यसो भए यो सानो उदाहरणबाट हामीले के सिक्यौं त? आउनुहोस् अब यी दुई अवधारणाहरू बीचको मुख्य भिन्नतालाई अझ स्पष्टसँग हेरौं। एकदमै सरल भाषामा भन्नुपर्दा समानता भनेको सबैलाई एउटै चीज दिनु हो। यसले प्रक्रियालाई समान बनाउन खोज्छ। तर समता भनेको चाहिँ सबैलाई सफल हुनको लागि जे चाहिन्छ त्यही दिनु हो। यसको ध्यान परिणामलाई निष्पक्ष बनाउनमा हुन्छ। यदि किताबी परिभाषा हेर्ने हो भने समानता भनेको सबैलाई पद, अधिकार र अवसरमा बराबर मान्नु हो। यसले के मान्छ भने सबैजना एउटै सुरुवातको रेखामा उभिएका छन्। ठिक त्यस्तै जसरी हाम्रो उदाहरणमा सबैलाई एउटा बाकस दिएको थियो। तर अर्कोतर्फ समताले चाहिँ वास्तविकतालाई स्वीकार गर्छ। यसले के बुझ्छ भने सबैजना एउटै ठाउँबाट सुरु गर्दैनन्, सबैको परिस्थिति र पृष्ठभूमि फरक फरक हुन्छ। त्यसैले साँच्चीकै अवसर दिनको लागि त उनीहरूको आवश्यकता अनुसार फरक फरक सहयोग चाहिन्छ। अब प्रश्न आउँछ, यो सानो भिन्नता बुझ्नु किन यति धेरै जरुरी छ त? किनभने यसको असर हाम्रो समाजको हरेक कुनामा परेको हुन्छ। हो, जब हामी समाजमा शिक्षा, स्वास्थ्य वा रोजगारी जस्ता कुराहरूमा अवसरको कुरा गर्छौं, यो भिन्नताले हामीलाई सही प्रश्नहरू सोध्न मद्दत गर्छ। के सबैलाई एउटै सुविधा दिएर मात्र पुग्छ, वा हामीले यो सुनिश्चित गर्नुपर्छ कि त्यो सुविधाको प्रयोग गरेर सबैजना सफल हुन सकुन्? हो, यस्तै प्रश्नहरूको जवाफले नै त हो राम्रो नीति नियम बनाउन मद्दत गर्ने। यो भिन्नतालाई सम्झिनको लागि एउटा एकदमै राम्रो भनाइ छ। समानताले सबैको हातमा एउटा चाबी थमाइदिन्छ, तर समताले के सुनिश्चित गर्छ भने त्यो चाबीले सबैको लागि ढोका खोल्न सकोस्, चाहे त्यो तालचा जस्तो सुकै किन नहोस्। र अन्त्यमा एउटा प्रश्न सोच्नको लागि छोडेर जाँदैछु। साँच्चीकै एउटा निष्पक्ष समाज बनाउनको लागि हाम्रो लक्ष्य के हुनुपर्छ? सबैलाई एउटै सुरुवात दिनु वा सबैलाई अन्तिम रेखामा पुग्नको लागि आवश्यक मद्दत गर्नु? हो, यही प्रश्नको जवाफले नै हाम्रो भविष्यको बाटो कस्तो हुन्छ भन्ने तय गर्छ।